एउटा जिप आइरहेको छ, देख्न सक्नुहुन्छ यसरी गाडीहरू। यहाँ स्पेस कति पनि छैन, जहाँनिर त्यो गाडी आइरहेको छ त्यहीँनिरबाट हिजो दुर्घटना भएको थियो, जुन गाडी चाहिँ माथितिर जाँदै थियो। सँगसँगै थियौँ क्या हामी दुई भाइ हो। हजुर त्यो मर्ने मेरो त ठ्याक्कै ब्याग भयो म त यहाँ अड्डियावाला भन्ने। उहाँहरू खास कहाँ यो मेला जाँदै हुनुहुन्थ्यो? माथि चाहिँ पूजा गर्नलाई, जलजला पूजा गर्नलाई, भेडा चराउनलाई। भेडा नै लिएर आउनु भयो, भेडा पनि लिएर आउनु भेडा पनि लिएर आउनु, सबैले आफ्नो आफ्नो लिएर आएको भेडा चाहिँ सबै पूजा गर्नको निम्ति। कस्तो भेडाहरू कस्तो छन् अहिले? भेडा त यस्तो छ, भेडा त अर्को गाडीमा थिए, भेडाहरू सायद सबै छन् होला। त्योमा भएका हुटमा थियो भने चाहिँ भेडा पनि चाहिँ उ भयो, नत्र भने अब भेडा त अर्को गाडीमा थियो, जो जल्ला बोक्ने गाडीमा थियो, तिमी चाहिँ भेडा चाहिँ सकुशल नै होला। यो अन्दाजी त्यस्तै 2:40 बजेको समयमा हो हिजोको। यो गाडी खास कता जाँदै रहेछ? यो चाहिँ माथि जलजला क्षेत्रमा आज चाहिँ मेला छ। यो पूर्णिमाको उपलक्ष्यमा त्यहाँ अब विभिन्न धार्मिक मेला छ, त्यही मेलामा जाने क्रममा चाहिँ गइरहेको थियो। अब हिजो अलिकति मौसम पनि खराब थियो, पानी परिरहेको थियो। अब बाटो तपाईँले देखिराख्नु भएको छ, एकदमै कच्ची सडक। अब यो धेरै टर्निङहरू भएको, अनि बाटो पनि धेरै साँघुरो छ। अनि त्यहाँ गाडी जाँदाखेरि जुन ठाउँबाट दुर्घटना भएको छ त्यो ठाउँबाट उकालो छ, चढाइ छ गाडी चढ्नुलाई। गाडी अगाडि गएर पछि ब्याक भएको अवस्था देखिन्छ। हामीले हेर्दाखेरि गाडी अगाडि गएर टर्निङमा चाहिँ गाडी टर्निङ गर्न नसकेपछि गाडी ब्याक भएको अवस्था छ, र ब्याक भएर चाहिँ गाडी सिधै